समुद्र सतहदेखि 3148 मिटर उचाइमा रहेको यो पवित्र एन्ड रमणीय स्थल सैलुङ डाँडामा हामी छौँ। यस डाँडाभित्र पवित्र रूपमा रहेको महादेव गुफा, महादेव र पार्वतीको शिलासँगै हामी बिस्तारै यसको दर्शन गरेर माथि उक्लिँदाखेरि सैलुङ पुगिन्छ। यो सैलुङभित्र जम्मा 109वटा साना साना चुचुराहरू छन्। यी चुचुराहरूलाई हेर्दाखेरि गुरु पद्मसम्भवले तिब्बतबाट त्यहाँ आएर आफ्नो पहिलो पाइला राखेका थिए। उहाँ मधेस जाने क्रममा त्यहाँ पाइला राखी 9वटा चामलका थुप्रोहरू आफ्नो अन्जुलीले थुपारेको 109वटा चुचुराहरू त्यहाँ पाइन्छन्। यति मात्र होइन, यहाँ चौरी गाईहरू पालेर यहाँका किसानहरूले दुध, छुर्पी, घिउ, महीहरू प्रशस्त उत्पादन गर्छन्। यो क्षेत्रमा रहेको पवित्र स्थलहरूमा बाघ, ढुङ्गा, गाई र गङ्गटाको आकृतिको ढुङ्गाहरू पनि पाइन्छ। त्यति मात्र होइन, यहाँ पृथ्वीको नाभिको रूपमा पनि यो स्थललाई चिनिने गरिन्छ। यो पवित्र भूमि सम्पूर्ण नेपाली लगायत पर्यटकीय स्थलको लागि साँच्चीकै मनोरम र पवित्र स्थलको रूपमा चिन्न सकिन्छ। धन्यवाद।